बसेर हजुरले दुःख गर्नुभयो हजुर कति वर्षको पर्नुभयो 4 वर्ष भयो कुन ठाउँ लुधियाना 4 वर्ष कति वर्ष अगाडि बस्नुभयो 72 सालमा पुगेँ बाहुनेलाई हुनुहुन्थ्यो आज अगाडि अघि त आउँदैन निस्कन्थे 72 सालदेखि लगातार भयो के गर्नुहुन्थ्यो सिक्युरिटी पनि गरिदियो लेबर पनि गरिदियो त्यस्तो भयो कति थियो उतिखेर सेलरी 4500 4500 तर त्यो पैसाले धेरै काम गर्थ्यो नि त्यतिखेर 3 घन्टा ओभरटाइम खाना पुग्थ्यो नि 4500 गाडी धुनुहुन्थ्यो गाडी कम्पनीभित्र गाडी बाहिर बस्ने रहने उसकै हो किन छोड्नुभयो त गजब रहेछ त घर काम छ घर हेर्ने कि बाहिर हेर्ने कि हामीले यता समस्या पर्छ नि अहिले म 5-6 महिनामा आउनु पर्यो एकातिर सक्ने मान्छे समात्ने खेतीबारी गर्ने पनि घर भएपछि सबै छ घर गृहस्थी भएपछि मान्छे जहाँबाट पनि आउँछ वापस त्यही भएर बर्खामा आउँदैन थियो आएर गए फेरि त्यस्तो खेतीबारी गर्न आउनु 4 वर्ष त लगातार हुनुपर्छ घरै नआएर विदेशभन्दा नि लामो बस्नुपर्छ आखिर मलेसिया जस्तै पुग्यो एक्लै गाउँको मान्छे यहाँबाट म एक्लै बस्ने 4 वर्ष बस्ने भन्दा नोकरी त राम्रो रहेछ ठिकै छ हजुरको दुःख सुख कुरा पनि सुने आफ्नो दुःख छँदैछ क्या जिन्दगीमा होइन र